ल मेरो भिडियोमा स्वागत छ सबैजनालाई। मैले चाहिँ आज एउटा काम गर्न गइरहेको छु। मैले जबदेखि स्केच बनाएर टिकटकमा फेसबुकमा पोस्ट गर्न थालेँ मलाई धेरैजनाको रिक्वेस्ट आयो कि त्यसकारण चाहिँ मैले एउटा आइडिया लिएको छु। मसँग एउटा चिट्ठा छ होइन, यहाँ चाहिँ मैले एउटा लिस्ट बनाएको छु। लिस्ट त पहिले नै बनाएको थिएँ तर अब मेरो पनि बन्दैन भन्दाखेरि अब मैले कसको चाहिँ पहिला बनिदिने भनेर मलाई एकदम तनाव भयो कि अब तनाव जस्तै भयो होइन। त्यही भएर मैले चाहिँ यो आइडिया लिएको होइन। यो चाहिँ अब गोलापर्ता गर्छु, मैले फर्स्टमा गोलापर्ता गर्छु होइन। मसँग यहाँ चिट्ठा छ लगभग यो 35-36जनाको चिट्ठा छ, जसमा चाहिँ मेरो 3टा भेराइटी छ होइन। फर्स्ट भेराइटी चाहिँ कुन चाहिँ भने मसँग जो नजिक हुनुहुन्छ होइन, बचपनदेखि जो अहिलेसम्म टचमा हुनुहुन्छ होइन, अनि हरेक दुःख सुखमा साथ दिनुभएको छ त्यो एउटा साथी हुनुहुन्छ होइन। अनि अर्को चाहिँ मैले काम गर्ने दौरानमा धेरैजना साथीहरूसँग भेट भएँ, म त्योसँग चाहिँ म छोटो समयमा एकदम नजिक हुन पुगेँ र जसले चाहिँ मलाई मनदेखि खुलेर होइन सहयोग गरिदिनु भएको थियो होइन, उहाँहरू पनि हुनुहुन्छ। र अर्को चाहिँ मेरो फ्यामिली है, हामीले जहिले पनि अरूलाई खुसी दिँदा धेरै हामीले आफ्नो फ्यामिली भुलेका हुन्छौँ होइन, बिर्सेका हुन्छौँ। त्यही भएर मैले यहाँ एउटा फ्यामिली पनि छ होइन, फ्यामिलीको पनि मैले लिस्ट बनाएको छु। टोटल यहाँ 35-36वटा छ होला जस्तो लाग्छ मलाई होइन। मैले अघि काउन्ट गरेको थिएँ, एक्ज्याक्ट चाहिँ थाहा भएन तर 35-36वटा लिस्ट चाहिँ छ यहाँ। र अब यहाँ मैले सबैजनाको लिस्ट समावेश गर्न थालेँ भने सायद एकदमै लामो लिस्ट हुन्छ होला, किनभने अब मैले बनाउँछु भनेपछि अब धेरै लिस्ट बनाउने तर बनाउन सकिनँ भने म आफैलाई नराम्रो फिल हुन्छ। त्यही भएर मैले चाहिँ पहिला यो लट मैले सकाउँछु, यो लट सकाएँ भने मैले फेरि अर्को लट हाल्नेछु, किनकि सबैजना मेरो लागि उति नै प्यारो होइन, सबैजना मेरो लागि उति नै नजिक, सबैजनाको म एकदम प्यारो पनि छु र मेरो लागि पनि सबैजना प्यारो हुनुहुन्छ। त्यही भएर चाहिँ मैले एकैचोटि नगरेर एउटा लट वाइज गर्ने भन्ने सोचेको छु। यो भएपछि सबैलाई चित्त बुझ्ने कुरा पनि भयो र मलाई पनि सजिलो भयो। मैले ठ्याक्क चुज गर्छु अनि उ गर्छु। ल अब ढिलो नगरी गोलापर्ता हाम्रो म आफै चुज गर्छु होइन। म यो मजाले घोलेर आफै चुज गर्छु। ल को पर्छ होइन, फर्स्ट लकिएस्ट मान्छे को हुनुहुन्छ होइन। ल हेरौँ है त, म जो फर्स्ट लकिएस्ट मान्छे हुनुहुन्छ त्यसको चित्र बनाउनु जाँदैछु आज म। र यो चाहिँ हेरौँ म। ल अब चाहिँ म यो खोल्न जाँदैछु है। मैले मजाले हल्लाउँछु, पहिला मजाले मिक्स गर्छु होइन। को पर्न सक्नुहुन्छ, जो पनि पर्न सक्नुभयो होइन। ल खोलौँ है त अब। ल मैले यहाँ खोल्न गइरहेको छु होइन। को चाहिँ फर्स्ट लकिएस्ट मान्छे हुनुहुन्छ हेरौँ है त, को चाहिँ पर्नुहुन्छ होइन। ल मेरो चाहिँ आजको लिस्टमा चाहिँ मेरो कान्छो भाइ परेछ होइन। म यो कान्छो भाइको आज म मेरो कान्छो भाइको बनाउन गइरहेको छु। ल अब स्केच सुरु गरौँ है त। बाबु ठुलो भएपछि के भन्छस्? मम्मीको प्रश्न यो हुन्थ्यो। म ठुलो भएपछि डक्टर बन्छु र तपाईँको उपचार गर्छु। त्यसको प्रत्युत्तर चाहिँ यही आउँथ्यो। हामी सबै परिवार हाँस्थ्यौँ किनकि बच्चाको मुखबाट डाक्टर पाइलट जस्तो शब्द कमन नै हुन्छ। फेरि मम्मीले भन्नुहुन्थ्यो बन्छस् त हिजोबाट डक्टर। अन्तत यो मजाक साँच्चीकैमा परिणत भयो। राम्रो पढाइ र लगनशीलताले फुल स्कलरसिपमा एमबिबिएसमा नाम निकालेरै छाड्यो बाबुले। मेरो भाइको कथा किन सुनाइरहेको छु भने हामी प्रायःजसो जस्तो चल्छ त्यस्तै चलोस् भनेर जिन्दगी चलाइरहेका हुन्छौँ। त्यसैले एउटा गोल सेट गर्यो भने त्यसमा निरन्तर लागि पर्यो भने सायद सफल हासिल गर्न जो कोहीले पनि सक्छ। सपना नदेखि कहाँ पुरा हुन्छ र त्यसले सपना पनि देख्न छाड्नु हुँदैन। यो चाहिँ मेरो कान्छो भाइ, घरको सबैको आँखाको नानी, त्यो पनि ज्ञानी। एउटा भनाइ छ नि, एज इज जस्ट अ नम्बर। घरको कान्छो भए तापनि व्यवहारमा सबैभन्दा परिपक्व, जो कोहीको आचरण मजाले पढ्न सक्ने र जो कोहीसँग जस्तो परिस्थिति छ त्यस्तै बनिदिन सक्ने स्वभाव निकै फरक खालको छ। र आउने दिनहरूमा पनि यस्तै भइराख्नु र सबैजनालाई इन्सपायर गर्दै जानु, किनकि घमण्डले न आफूलाई सन्तुष्टि दिन्छ र न अरूलाई। यो स्केच चाहिँ दाइको तर्फबाट तँलाई सानो गिफ्ट भयो। स्केच त बन्यो तर पनि केही मिसिङ भइरहेको जस्तो छ। म चाहिँ यो चित्रमा सन्तुष्टि छैन है। म यो फेस चाहिँ अलिकति इरेज गरेर फेरि बनाउने कोसिस गर्छु, किनभने मलाई केही नमिलेको जस्तो लाग्यो। बनाएपछि अलिकति चित्त बुझ्दो खालको बनाइदिउँ भनेर होइन। त्यसैले यो फेरि सुरु गरौँ है त, कस्तो हुन्छ हेर्दै जाऊँ होइन। यो अब मैले बनाउँदैछु, अलिकति टाइम लाग्न सक्छ। ओके फाइनली यो स्केच पनि मैले बनाइसकेँ होइन। अहिले चाहिँ ठिकै लाग्यो मलाई होइन, ठिकै छ। ठिकै छ, यति नै गराइदिउँ। ल आजलाई चाहिँ यति नै। अब
बिरुवा लान्थ्यौँ है त।